बाबा र मा ट्राई गर्ने Namaste everyone, welcome to our new vlog. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला र आज चाहिँ हामी बुढाबुढी कहाँ जान लागेको साउथहम्पटन जान लागेको अलिअलि यसो सपिङ भनौँ समर सपिङ आज चाहिँ ठिकै छ वेदर चाहिँ लाइक लिटल बिट क्लाउडी अनि हिजोतिर चाहिँ एकदम गर्मी थियो है सानो आज चाहिँ ठिकै छ जेउस वकिङ डेजमा चाहिँ टु मच भइरहेको थियो यस्तै हो कामको बेलामा चाहिँ धन्चर गर्मी हुन्छ घाम लाउँछ मजाले होइन राम्रो हुन्छ वेदर छुट्टी भएको बेलामा यस्तो झराउँछ हुन्छ बाहिर तर आज चाहिँ ठिकै छ समर भाइब्स छ नि त यहाँनिर समर इज कमिङ Stay tuned. See you later. At the next lights, bear right. Bear right. Speed camera ahead. Let's see. I book him. रहेछ यहाँ फाउन्डल्यान्ड हामी चाहिँ उताको बिल्डिङमा जान्छौँ त टिकट काट्नु पर्छ उताको टाउको त्यही थियो भर्खरै We are here shopping mall आइपुग्यो स्यारुङ गुरुङलाई केही मन परेन रे टी सर्ट हेर्न लाग्छ भर्खरै त्यही त भोक लाग्यो Cheers. Hello everyone. आज चाहिँ हामी कहाँ जान लागेको सानो भर्जिनिया वाटर जान लागेको म मामा फुपू सानो दिन चाहिँ हल्का त्यही हो क्लाउडी चिसो छ हावा चल्दैछ बेसरी नि चिसो भइन्छ अहिले त्यहाँ पुगेपछि चाहिँ देखाउँछ मामा हजुरहरूलाई मामा हाई गर्नु त यता हात हाल्नु नमस्ते भन्नु नमस्ते गर्नु न पहिला पनि आइक्यो के बस्नु पहिला खै भयो पहिला आइ जस्तो लाग्छ नेपाली कैँची चबा अर्कोमा फेरि अर्कै चबा होटेलले समय बनिँदै गाडी देख्छ त प्रोडक्ट कहीँ यो नाच्छ यसले मकै फेरि नाच्छ प्रायः प्रायः मकै नाच्यो भए सेउरो लैदिन्छ आज भर्जिनिया पार्क आएको बाबा आमा मामालाई लिएर आमा चाहिँ केही खानु बुढीले चाहिँ हल्का पुलाउ बनाएर ल्याएको थियो बिचरा बुढाबुढीहरू आज चाहिँ हल्का सनी त्यति खासै सनी डे त भएको छैन
जम्मै बाबा र मामाको कुरा चाहिँ अब सुनौँ है। बिमारी याहरू आइमा जम्मै भइदिएर बिचहरू यहाँ चाहिँ हामी यहाँ आएर मलाई हान्छ कति भयो आफ्टर 2 years maybe after 1.5 years I'm touching the चट्टीगला कस्तो लाग्छ बुढी म्याचिङ के म्याचिङ ग्रिन हरियो घाँससँग हरियो हुड्डी लागेको सुवा छ फुटबल नि हो दिन्छ सुड्डीले फेरि मामा र आमा कोची चाहिँ मैले फेरि उता मैले काममा मेरो कामको उसमा चाहिँ त्यहाँ 2टा सडेको थियो फेरि ल्याउनै भुलेछु क्या त मामा चाहिँ आउने कन्फर्मै थिएन बिचरा बुढाबुढीहरू पहिलाको कुरा गर्दैछ जमानाको कुरा यतिको घाम लागेको भए चाहिँ राम्रो हुन्थ्यो फेरि एकछिनमै घाम डुबिहाल्छ आइसक्रिम खाने रे अब एकछिनपछि बुढी फेरि मलाई भनेको थियो ट्राई गर्ने पनि ट्राई गरौँ त पाउनु यो खाएर जाने क्या ल बाबा र मामा चाहिँ उता घुमेर खिचिया त नि भिडियो क्या मामालाई एउटा कुरा सोध्न लाग्यो क्या मामा घाम नलागेर अलिकति नरमाइलो भयो होला है घाम नलागे है एउटा कुरा सोधौँ भनेर क्या तपाईँलाई आमाले तपाईँलाई किन चिनी भन्नुभएको दाइलाई चिनी भन्छ अनि भाइलाई चाहिँ नुन हो भाइलाई चाहिँ नुन भन्छ कति खाने हो त बुढी आमा सबै खा चटपट नि सबै खा गुलियो नि सबै त्यो उसहरू नि छमछम रे छमछम पनि खायो म त पिरो भएर खाएन बिल्डअप हुँदैछ मेरो बुढी बिल्डअप सो आजलाई पनि यति नै आजको दिन पनि यसरी नै गयो रमाइलो भयो भनौँ जाडो पनि भयो अहिले चाहिँ हामी घर आइसक्यौँ एकछिनमा फर्किहाल्यो हामी चाहिँ किनभने एकदम चिसो हावा चलेको थियो कि त्यही भएर छिट्टै नै फर्कियो रमाइलो नै भयो चाहिँ अनि त्यही हो भिडियोलाई अन्तिमसम्म हेरेर धेरै माया गरिदिनु होला गाइस अनि त्यही हो see you in next video thank you for watching bye